मर्निङ वेलकम ब्याक टु ब्याक गाइस सबैजनालाई स्वागत छ फेरि पनि मेरो ब्लगमा न्यू डे न्यू ब्लग म तपाईँहरूको रामसिंह तपाईँको छोरा गाइस अनि आज बिहान बिहान फेरि हिँडेको किनकि गाडी लोड छ होइन हजुरहरूले ढाँटेको जस्तो लाग्छ होला यो हेर्नु सक्नुहुन्छ गिटी लोड छ त्यो चाहिँ रातिले लोड गरेको होइन अब यसलाई गिराएर फटाफट गिराउनु पर्छ गएर 6 बजीसम्म भन्दै थियो अब अहिले 5:20 हुन आँट्यो अनि गाइस यो गिराएर फेरि मेटल बोकाइ हुन्छ आज बेला बेला उठ्नु मन लाग्दैन जिउ जस्तो दुख्छ कि काम गरेकोले के गर्नु त पनि ड्राइभर लाइफ गोल्डन लाइफ उपाय नै भनेको तामाङ इज हामी अलवेज दामी भनेको जस्तै अब काम गरे पनि नगरे पनि हुँदै हुँदैन हो अनि गाइस भेट्ने चाहिँ म माथि गएर पुग्यो है किनेर यही जग्गामा गिराउनु पर्ने हो काम चाहिँ तगडा चल्दैछ अनि गाइस बिहान बिहानै एउटा ट्रक ड्राइभर दाजुसँग मुखको लागि हो साइडको लागि किनकि अब हामी त लोकल ड्राइभर हो अब हामीलाई कस्तो कस्तो जग्गामा के हुन्छ कस्तो के हुँदैन हामीलाई थाहा छ नि त गाइस त्यसैको लागि अरे नाला साइडमा मलाई साइड दिन्छ नि अनि पार हुँदैन भन्दै पार गरेर अब नालामा बेच्ची यति हो मिस्टेक हुनु हो काम दिन्थ्यो नालामा गाउँदै गरेर पार गरेर हिँडेको नि अनि गाइस यहाँ गिटी गिरेर माथि गएर मेटल बोक्ने हो अनि भेटौँ होला गाइस नेक्स्ट पार्टमा अहिलेको लागि यति नै कस्तो के लाग्छ भनिदिनु होला थ्याङ्क यू